सुकुमाया पुगिन् भुन्टीलाई लिएर भूपेन्द्रको घरमा। भूपेन्द्रका घरका सारा परिवारै परे अचम्म। अब सुकुमायाले भूपेन्द्रका परिवार कसैलाई पनि नछोड्ने दिन चेतावनी। अब कहिले पनि उनीहरूबाट गल्ती भयो भने उनीहरूले कहिले पनि नछोड्ने र पहिला पनि धेरैचोटि उनीहरूलाई माफ गरिदिएका कुराहरू गर्दै सुकुमायाले अब जेल हाल्ने प्लान बनाइसकेकी थिइन्। तर जेल हाल्नुभन्दा अगाडि भुन्टीले आफै आफ्नो श्रीमानसँग जिन्दगीभरिसँगै बस्न नसक्ने र मलाई डिभोर्स चाहिने, तर डिभोर्स दिए बापत मलाई 4 करोड चाहिन्छ, किनकि मेरो पेटमा उसैको बच्चा हुर्किरहेको छ, उसलाई पाल्नको लागि मात्र भए पनि मलाई पैसा दिनुपर्छ भनेपछि भूपेन्द्रका सारा परिवारहरूको होस उडेको हो। अब भूपेन्द्रका दाजुले बारम्बार सम्झाउन त कोसिस गरिरहेका छन् भुन्टीलाई, तर भुन्टीमाथि भएको अन्यायको जवाफ कसैले दिन सकिरहेको छैन। भुन्टीमाथि भूपेन्द्रले के सम्म गरेर कस्तो कस्तो लालचनाहरू लगाए भन्ने कुरा बिचरा भुन्टीलाई मात्र थाहा छ। कतिसम्म सहेर उसले आफ्नो जिन्दगी यो ठाउँसम्म ल्याएकी हुन्, कति रोइन्, कति कराइन्, कसैले साथ दिएन। तर अहिले आएर भूपेन्द्रका दाजुले सपोर्ट गर्न त गरिरहेका छन्, तर भूपेन्द्रले भने वास्तै गरिरहेका छैनन्, किनकि भुन्टीको रिप्लेसमा अरू कुनै केटी पाइसकेको मान्छेले र अरू कुनै केटीसँग मन मुटु साटिसकेको छोरा मान्छेले पुनः त्यही केटीसँग मन दिन सक्दैन भन्ने प्रमाण दिलाइरहेका छन् र उसले नाजायज सम्बन्ध राखेको हो भन्दैमा भुन्टीलाई लगाएका विभिन्न आरोप प्रत्यारोप र आफ्नै दाजुसँगको सम्बन्ध र आफ्नै दाजुको पेट बोकेको हो भन्ने कुराको प्रमाणित गराउन भूपेन्द्रले खोज्दै गर्दा सुकुमायाले भने छापट हानेकी हुन् र यस्तै कुरा गर्ने हो भने भूपेन्द्रलाई म जेल हालिदिन्छु र ऊ सुध्रिएर भुन्टीसँग माफी माग्नुपर्छ अनि भुन्टीले पाउनुपर्ने सारा सेवा सुविधा पाउनुपर्छ, नत्र भने म यसै छोड्दिनँ भनेपछि सारा परिवारको होस उडेको हो। र यता भूमिकाको भने बिहे हुँदै रोकिएको छ। सारा सम्पत्ति र दाइजोको रूपमा दिने कुराहरू केही नभएपछि र सामान्य खालको बिहेसम्म पनि गर्न नसकिदिएपछि भूमिकाको बिहे भने रोकिएको हो। बालकुमारीको आँखाबाट आँसु रोकिएका छैनन्। मैले विगतमा भुन्टीलाई दिएको दुःखकै कारण आज मैले यो सजाय भोग्नु परेको होला सायद भन्दै आफूलाई आफै धिक्कारिरहेकी छिन्।